हेलो गुड मर्निङ वेलकम टु माई अनदर भिडियो आए अनि एकदम मनमा उत्साह भरिएको यात्रा हुनेछ। Let's go guys. साउदी अब म चाहिँ यहाँबाट अनि अगाडि बढ्छु है त। फाइनली अहिले चाहिँ म झन्डै 1 घन्टाको बाटो तय गरेँ अनि यो चाहिँ यस्तो डाँडामा आइपुगेछु म चाहिँ। अनि यो यता पहाड अघि भिडियो बनाउन खोजेको थिएँ तर यतापट्टि घामले गर्दाखेरि मैले बनाउनै पाइनँ। अनि यो आज एउटा 1 लाइनको पार्क चाहिँ क्रस गर्न आएँ। के गर्नु गाह्रो छ गाह्रो। यसरी गाडीभित्र त है टक्क मान्छेहरू फुल बोकेर हुँदा त रमाइलो हुन्थ्यो होला, तर आज एक्लैको यात्रा नरिस। अनि जाने चाहिँ अरू साथी सल्लाह गरेको थिएँ, साथी चाहिँ अब त्यस्तै इम्पोर्टेन्ट कामले गर्दा आउनु मिलेन। अनि मेरो चाहिँ आज एक्लैको यात्रा, सिङ्गल रक। बोलम पनि के बोलम यस्तो ठाउँ छ अब तारिफ पनि के कति गर्न, अनि तारिफ गरेर थाकिँदैन। अनि धेरै राम्रो मात्रै भन्दा पनि फेरि मान्छेहरूले के जाति काहीँ नदेखेको के जाति भन्ला फेरि भन्नेले नि भन्नुहोस् है, मान्छे भने लास्टै राम्रो ठाउँ हेर कसले भन्दो रहेछ हेरौँ न त। यतिको ठाउँ त बाफ्रे। अहिले चाहिँ म एकदम माथि खोलामा आइपुगेँ अनि हल्का कान बन्द हुन थालेछ यहाँदेखि चाहिँ। अब लास्टै कान बन्द हुन्छ भन्ने समाचार आएको थियो, BBC न्युजले दिइरहेको थियो। अनि यो BBC न्युजको समाचारलाई मध्यनजर गर्दै म चाहिँ अब द्रुत गतिमा अगाडि बढिरहेको छु होइन। यहाँदेखि चट्ट टर्निङ गरेर यस्तो ठाउँ छ होइन। बाफ्रे उकालो निकै रहेछ, गाडी 60 की स्पिडमा कुदिरहेछ, बट साउन्ड चाहिँ यस्तो आइरहेछ गाडीको गर्दै, किनभने एकदम प्रेसर परिरहेछ गाडी। उकालो रहेछ बाटो। यो पिच नहुन्थ्यो भने के हुन्थ्यो र यस्तो उकालोमा। यता मासतिर त ए खेती पो लगाएर रहेछ, कालो दालहरू छरेको रहेछ त माथि त सबै फुलिरहेछ। बाँदरले नि खाँदैन है यो कालो दाललाई यार, मस्यामहरू रहेछ। पारिपट्टि झन् कोदो रोपेको छ कि क्या हो, फुलिरहेको देख्छु। हो कोदो नै रोपेको होला, यता नि खेती त गर्दो रहेछ। यो चाहिँ मान्छेहरूको बेसी बारी होला, लेकबाट आएर खेती लगाएर गएछ। ठिक छ गर्न पाइयो। यतातिर जग्गा किनेर म पनि मकै कोदो गहत धान रोप्नु पर्यो, ढुङ्गामाथि ट्यास पारेर। मस्त खोक्न मन लाग्यो। अनि अहिले चाहिँ टक्क म काठमाडौँ पुग्न लाग्यो। यो सिन्धुली नौबिस चाहिँ माथि त्यो के भन्छ लकडाउन आइपुग्न लागे भन्ने खालको जस्तै बाटो छ, मैले चाहिँ त्यसरी भन्न खोजेको। अहिले चाहिँ म अल्सफा पुग्न लागेँ। यहाँदेखि अल्सफा पुग्नलाई चाहिँ आधी घन्टा लाग्छ। अनि यो बाटो चाहिँ यस्तो लाग्यो कि कुरा नगरौँ कस्तो लाग्यो भनेर होइन। मैले सोचेँ भन्दा पनि हुन्छ नि, त्यो सोचाइ भन्दा बाहिरको कुरा भयो क्या, यस्तो बाटो छ। सो जति पनि यो जेद्दा एरियामा रहनु भएकोलाई म के भन्छु भने, हुन त सबैजना नै आउनु भयो होला, नआउने मान्छेलाई पनि एकचोटि स्वर्ग हेर्नलाई यता आउनुहोस् है। अब मैले त अघि नै घोषणा गरिहालेँ यो डाँडा चाहिँ अब मगर बस्ती बसाल्छु भनेर। यहाँ चाहिँ कस्तो छ भने बाटो अनि यो हुन्छ नि भूगोल, यो इन्भाइरोमेन्ट पनि त्यस्तै छ। अनि अलिकति रुखहरू मात्रै कमी छ, ट्याक्कै नेपाल। बट नेपालको पनि जस्तै एकदम यो माउन्टेन एरियातिर हुन्छ नि, यो जस्तै उँभो सोलुखुम्बु अनि यता उँभो यो के भन्छ अलिक उँभोतिर चाहिँ सेम यस्तै हुन्छ क्या। त्यहाँको मौसम अनि त्यहाँको ठाउँ र यो ठाउँ सेम एकदम राम्रो, जस्ताको तस्तै छ, कपी टु पेस्ट जस्तै लाग्यो मलाई चाहिँ। बट केही फरक छ भने यहाँनिर चाहिँ बाटो राम्रो छ।
एकदम राम्रो मजाले पिच बनाएको होइन, एकदम राम्रो बाटो बनाएको छ। नेपालमा पनि यतिको बाटो बनाउने, माथिसम्म यतिको बाटो बनाउने हो भने योभन्दा नेपाल राम्रो हुन्छ क्या। बाटोको कारणले चाहिँ नेपालभन्दा यो राम्रो भएर लागिरहेछ क्या, त्यो बाटोको कारणले। डाँडा काँडा त योभन्दा राम्रो हरियाली नेपालमा छ, बट नेपालमा चाहिँ विकास त भएको छ तर नदेखिने विकास भएको छ, बाटोहरू छैन नि त। सो यहाँ माथि हेर्दा यस्तो दामी दामी ठाउँ छ होइन, अगाडि हेर्दै जाने यस्तो यस्तो ठाउँ देखिन्छ, यस्तो यस्तो हुन्छ नि वाउ भन्ने ठाउँहरू छ कि यता माथि माथि। सो छ हरियालीहरू पनि हल्का रहेछ यतातिर, मन पर्यो धेरै नै। अनि अब चाहिँ आइरहेको छु, महिनामा 1-2 चोटि चाहिँ आउने मैले योजना बनाएँ। आज चाहिँ अब हल्का लेट आएर चाहिँ राम्रो अघि भिडियो बनाउनु पाएन, अघि झन् एकदम राम्रो एकदम दामी ठाउँ थियो अघि चाहिँ, बट त्यहाँनिर चाहिँ मैले भिडियो क्लिक गर्नु पाएन किनभने अगाडिपट्टि घाम पर्थ्यो, अनि घामले गर्दा एकदम कालो आएर चाहिँ मैले भिडियो बनाइनँ। यो चाहिँ ठ्याक्कै कस्तो ठाउँ क्या, मैले भन्नै नसक्ने। यस्तो गर्मी पनि होइन, लास्टै चिसो पनि छैन, तर यो यस्तो पहाड छ कि यो साँच्चीकै पहाड हो कि यो मान्छेले पछि जिसिबीले डाँडा ढुङ्गा थुपारे जस्तो देखिन्छ क्या, त्यस्तो डाँडा माथि माथि हो। यहाँनिर हिउँै मात्रै नपर्ने हो, हिउँ पऱ्यो भने ठ्याक्कै हिमालहरू छ क्या यहाँनिर, जस्तै हाम्रो नेपालको हुन्छ नि सानो हिमाल त्यतिकै त अग्लो हुन्छ पिकहरू, सेम त्यस्तै छ, बट जस्तै हिउँ मात्रै नपरेको हो। ल है अहिले चाहिँ म यस्तो ठाउँमा आइपुगेँ, यो चाहिँ अलसफा भन्ने ठाउँ होला सायद। अनि खुब मान्छेहरूले त साउदीमा मरुभूमि भन्दै डाइरेक्ट हान्थ्यो त, यो मरुभूमि, यो भिडियो चाहिँ त्यो मरुभूमि भन्नेहरूलाई म पुर्याउनु पर्नेछ, तिनीहरूको इनबक्स भरि भिडियो हालिदिनु पर्यो। कसले भन्छ मरुभूमि भने, यो मरुभूमि आमा हो यार, यहाँ लन्डन भन्दा राम्रो छ यार। ओ यहाँ त झन् एक्चुअली भन्ने हो भने चाहिँ कहाँ आइपुग्यो भन्ने कुरो मलाई पनि थाहा छैन, मैले आफै त्यसै भन्दै है, यो चाहिँ कहाँ हो कहाँ, यो चाहिँ यति माथि आइयो कि कुरै छोडिदियो, लास्टै उकाल रहेछ। हेलो 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 हेलो। अनि अहिले चाहिँ दिउँसोको मध्याहको भनौँ 12 बज्न लाग्यो, अनि घाम हल्का बादल लागेको छ, अनि भिडियो चाहिँ एकदम कोल आउँछ जस्तो लागेर चाहिँ फेरि यहाँनिर भिडियो खिचेँ। अहिले चाहिँ यो एकदम यो ताइपभन्दा अलिक माथि डाँडामा गएको छु, सबसे यो एरियाको चाहिँ सबैभन्दा डाँडा हो यो चाहिँ। अनि अब ताइप चाहिँ यहाँदेखि झन्डै कति किलोमिटर, 27 किलोमिटर ताइप पर्छ यहाँदेखि त। अब फेरि म ताइप जान्छु अब चाहिँ, अहिले चाहिँ म ताइपमा छैन, यो के भन्छ अलसफा के भन्दैछ यो ठाउँ चाहिँ, अनि म चाहिँ त्यता छु अहिले। एकदम यहाँ चाहिँ धेरै दामी, तर ताइपमा चाहिँ कस्तो छ, आइम एक्साइटेड टु सी यहाँको भ्यूहरू होइन। अनि अहिले चाहिँ अब त्यतैतिर लागिरहेको छु गुगल म्यापबाट, रमाइलो लागिरहेको छु, यसो हिँडेको छु गफ गर्दै एक्लै मोबाइलसँग गफ गरौँ होइन। अनि नेट पनि आउँदै काटिँदै गर्दो रहेछ यतातिर चाहिँ, बट अगाडिको मौसम चाहिँ यस्तो छ कि कस्तो छ भने पुरै नगरौँ क्या, यो भिडियो हेरेपछि चाहिँ थाहा भइहाल्छ कि कस्तो छ भन्ने कुरा चाहिँ, बट एकदमै दामी लागेको यो एरिया चाहिँ। अहिले चाहिँ अब ट्याक्कै 26 किलोमिटरको बाँकी भयो, 26 किलोमिटर पछि चाहिँ यो डाँडाबाट उता हेर्नु कस्तो देखिन्छ। अनि त्यहाँदेखि नेक्स्ट एगेन फेरि जोइन चाहिँ कहाँदेखि हुन्छ, टक्क ताइप हिँड्ने बेलामा यो एरिया चाहिँ सम्भवतः झन्डै खालको रहेछ। मेरो यहाँ गाडीमा अगाडि फुल पनि छ चट्टसँगले, अनि यो चाहिँ यता हिँडिरहेको थियो, सानो एउटा बच्चाले तँलाई फिरीमा भन्ने दिइरहेको थियो, गाडीमा राखेँ मस्त देखिरहेको छ। अनि यो चाहिँ उतातिर तिहारमा लाउँछ नेपालमा चाहिँ, यहाँ चाहिँ जति पनि फुल पाइँदो रहेछ, खुसीको कुरा। My phone battery ran out, so I couldn't make the video earlier. I will make it next time when I come.